Hi guys, welcome back to my vlog जुन चाहिँ म अपलोड गर्दिनँ होला तर आई होप गर्छु योचोटि। सो मेरो चाहिँ दाइको बिहे हुँदैछ पर्सि अनि म घरमा चाहिँ इक्जाम छ आउँदैन भनेको छु कि सरप्राइज दिनलाई त्यो बलिउड त्यो आजकल टिकटकहरूमा देखाएको हुन्छ नि त्यस्तै खाले सरप्राइज दिउँ भनेर। आई होप रियाक्सन केही हुँदैन मलाई थाहा छ। रियाक्सन ए भूमिका आइस भनेर हुन्छ तर ओके 12 बज्न लागिसक्यो। म चाहिँ भर्खर मेरो पिपिटी सकेँ होइन, मेरो प्रेजेन्टेसन थियो। म चाहिँ प्याकिङ गरेको छैन कि मेरो भोलि 12 बजेको फ्लाइट छ, क्लास पनि छ कि। सो मेरो प्याकिङ चाहिँ सक्यो। मैले यो सामानहरू सबै आज बजार गएर नै किनेको। अनि नेक्स्ट डे चाहिँ प्रेजेन्टेसन गऱ्यो हामीले। त्यसपछि म क्यान्टिनमै खाना खाएर फर्केँ घर ब्याग लिन। उता फङ्सनहरू स्टार्ट भइहाल्छ भनेर म चाहिँ यहीँदेखि नै रेडी भएर गएको थिएँ तर यस्तो डिले भयो। म साँझ पुगेको कि। रियाक्सन त केही हुँदैन होला तर म आइसकेँ। सरप्राइज! हेलो भूमिका आयो भने म त कहाँ छु। दादा हेरेर नखाइ छु अलि भ्याज नखाइ। कहाँबाट आउनुभयो तपाईँ? काठमाडौँबाट? हजुर। कार्तिक ओ दिदी कब आउनुभयो? 5-7 वर्ष। कति बेला आउनुभयो? भर्खर। हजुर। फर्स्टमा त दाइ भाउजूको रियाक्सनै खिच्न पाएन, देखिहाल्नु भयो। ठिकै छ अब के गर्नु। त्यसपछि हामी लेन्स किन्न गयो है, मैले लग्न नै बिर्सेछु। अनि हामी पानीपुरी खान गयो। अफकोर्स गर्मी छ यता होइन। साउन्ड आइरहेको छ बाहिरको, लाइक मेरो साउन्ड सुनिरहेको छ कि छैन थाहा छैन। म पुरै भूत भइसकेँ कि यो के भन्छ यो क्यामेराले गर्दा त्यस्तो त खासै देखेको छैन मलाई। तले B+ यहाँ लेख्नु पर्ने। अबे यहाँ +8 लेखेछु। नाइ यही राखेछु, चिसै लिएर आएको। यो बेला चाहिँ भिडियो बनाएको पनि थाहा थिएन। कति क्युट कपाल मेहन्दी है, कपाल मेहन्दी कस्तो राम्रो भएको उहाँको मेहन्दी। अनि म चाहिँ लास्टमा चेन्ज गरेर नै लाउँछु भनेर बसिरहेको थिएँ। एउटा टिकटक पनि बनाएँ। मेरो ठुलबाबाहरूको डान्स खतरा। फाइनली मेरो टर्न पनि आयो। मैले चेन्ज गरेर लगाएको। कोही छैन अनि यता गेटसम्म लेख्दिउँ फेरि। हुन्छ हुन्छ, कोही त कोही परिहाल्छ। दुइटै हातमा लगाइदिएको। म भर्खर उठ्दैछु। म मेकअपमै सुतेछु राति। मलाई कसले उठाउन पनि उठाएन। 8 बजिसक्यो है। अनि मेरो मेहन्दी। हाई सुबाबा। हाय। के हुँदैछ यहाँ? नास्ता। भाउजूलाई कल गर्दै हुनुहुन्छ। हाम्रो बिनाजु पनि आइसक्नु भएछ। हाय। खै दुईटा अघि ठाउँमा यस्तै पाइन्छ मेरो कति जाने त्यही हो तुरुन्तै। खै हेरौँ। मेरो लागि त छैन। खोइ के हो यो? 15 रुपैयाँको दुईटा। मेरो मम्मी बाबा आउनुभयो। चेकअपको लागि दिल्ली जानुभएको थियो कि त्यही भएर लेट आउनुभयो। अनि मम्मीलाई चाहिँ थाहा छ अलरेडी नै। मेरो बहिनीलाई चाहिँ छैन है। ओ दिदी यता चाहिँ मासु कटिङ हुँदैछ है। यता दुला राजालाई रेडी गर्थ्यो तर म त रेडी नै भएको थिएन कि सबलाई हेल्प गर्दै थिएँ रेडी हुन। त्यसपछि बल्ल रेडी भएको म त। क्युटिज मेरो मम एन्ड ड्याड।
कति वर्षपछि हामी जन्ती जाँदैछौँ कि हामी त थाकेर फेरि अटोमा जान लाग्यौँ साथ साथ दुईजना बर्थडे गर्लहरू है बर्थडे गर्ल ओके दाइ भाउजूको भिडियो हेरौँ है सुख दुख दुख सुख सबै बाटेर अन्तिम सास फेर्छु तिमीसँगै बाँचेर दिनहरू दुःखका आउला भन्दिन तर कटाउने छु सबै सबै सँगै हाँसेर बाचा भयो तिमीलाई मेरो कति क्युट है सो म घर आएर चेन्ज गरेर वेलकमको तयारी गर्दै थिएँ अनि हामी दिदी बहिनी मिलेर ढोका छेक्यौँ भाउजूको वेलकम गरिसकेपछि चाहिँ अब सुपारीवाला कार्यक्रम पनि स्टार्ट भइसक्यो आजसँग नुनु गरेको भाइ र म केक लिन गयो अनि त्यसपछि राबडी पनि खाएर आयो त्यताबाट केक लिएर आइसक्यो अब हामी जाँदैछौँ म कति मिस गर्छु यो नेपालगञ्ज यो ठाउँहरू म बच्चा बेला यस्तो मेरो मामा घर यति होइन नेपालगञ्ज म यति घुम्थेँ यता रमाइलो गरेर सकेपछि म चाहिँ अजिहरूलाई भेट्न गएँ सरप्राइज दिनलाई नभनेको रिस आएर बुन्टी आइ हाम्रो घर पवित्र भएको हामीले बिहानदेखि सम्झिरहेको वाह झगडा भएको राति त्यही सुते बुन्टो ल फेरि आइसक्यो यहाँ चाहिँ अब फेरि नयाँ टेन्ट लाग्छ आज पार्टीको लागि चाहिँ दुला दुलैन बस्ने टेन्ट लगाउने कार्यक्रम भइरहेको छ दिनभरि सबै गफ गर्यो अनि बहिनीसँग गेम खेलेको हारेँ म त मलाई कपाल कर्ल गर्न मन थियो सो म गर्न बसेँ सुरुमा चाहिँ यस्तो स्टाइल थियो पछि चेन्ज गरेँ त्यो वाला हेयर स्टाइल चाहिँ मलाई सुहाएन जस्तो लाग्यो सो त्यसपछि मैले आफ्नो टिकटकहरू पनि बनाएँ मेरो अजी मामा माइजूहरू सबै आइसक्नु भएको थियो सो पर्फेक्ट टुगेदर फेरि भिडियो हेरौँ है म यता एडिट गर्दैछु होइन मलाई आफैलाई क्युट लागिरहेको छ कि अब डान्स पनि हेरौँ दिदी बिनाजुको पनि थोरै हेरौँ अब हाम्रो फ्यामिलीको टर्न अब चाहिँ पानीपुरीको है मेरो मम्मीलाई हेर्नु न कस्तो प्रिटी देखेको है मेरो मम्मी एकदम रमाइलो भयो हामीले कति धेरै फोटोज एन्ड भिडियोजहरू खिच्यो सो दादा भाउजूको बिहे पनि सक्यो सो बाई गाइस थ्याङ्क यू फर वाचिङ माई भिडियो बाई सम्मु back to college and office